यतातिर जुन झिमरुक गाउँपालिका 5 मच्छी मुखरकोट भन्ने ठाउँमा चाहिँ यति बेला फिल्डको क्रममा चाहिँ यहाँ आइसकेको छु। तपाईँले देखिहाल्नुभयो स्क्रिनमा होइन। सो चाहिँ खडक मन्दिर प्रवेशद्वार भन्ने चाहिँ यो गेट हो। खास गरी विशेष गरी यहाँ चाहिँ पछिल्लो समयमा निकै चर्चा भएको ठाउँ मुखरकोट, जहाँ हजारौँ मान्छे लाग्ने गर्छ यो पछिल्लो समयमा। र यहाँ धेरै पर्यटकीय क्षेत्र यो पछिल्लो समयमा निकै चर्चा भएको ठाउँ पनि हो मुखरकोट। र हामीले देखेका थियौँ ती भिडियोहरूमा। आज प्रत्यक्ष रूपमा चाहिँ निहाल्ने एउटा अवसर पनि मिलेको होइन। र एउटा आजको यो मौसम पनि एकदम सफा छ। सो थ्याङ्क यू भन्न चाहन्छु मौसमलाई पनि। र हामीले यो विशेष गरी प्रत्येक वर्ष दसैँमा यो माथि जानेर त्यो टपमा चाहिँ एउटा देखिन्छ छेउनेर चाहिँ एउटा मन्दिर छ। त्यहीँनिर नै अब तपाईँ यो एरियामा चाहिँ यदि आउनु भएको छैन भने यो चाहिँ झिमरुक गाउँपालिका 5 मच्छी प्युठानबाट करिब 20 मिनटको यात्रा बाइकमा गर्नु पर्ने। घुम्नलाई एकदम अत्यन्तै रमाइलो ठाउँहरू छ। यतातिर गइसकेपछि तपाईँले यो ओखरकोटको पुरै भ्यूहरू रह्यो। र सँगसँगै चाहिँ यतातिर गएर पारी चाहिँ पाङ्गे, अनि त्यसपछि पौडा, अनि त्यसपछि गएर सोलालमा, दोर्के, कमगले, त्यसपछि गएर चाहिँ यो एरियाभरि चाहिँ तपाईँले यो साइडमा देख्न सक्नुहुन्छ भने यहाँ चाहिँ भर्खरै मात्र यो प्रतिक्षालय बनेको छ। सो प्रतिक्षालय पनि पछिल्लो समयमा बनेको छ एउटा पिकनिकको आयोजना गर्नको लागि। निकै राम्रो ठाउँ छ, अलिकति रमाइलो पनि छ। र यतातिर गएर पहिला कटेजहरू थियो, त्यो कटेजहरू चाहिँ अहिले सञ्चालनमा छैन। यदि तपाईँ घुम्न आउन चाहनु भएको छ भने कृपया तपाईँले खानपिनको व्यवस्था सबै आफै गरेर आउनु होला। त्यो व्यवस्था चाहिँ छैन र पानीको व्यवस्था पनि छैन। त्यसैले पानीको व्यवस्था, खानेकुराहरूको व्यवस्थापन गरेर ट्याक्क चाहिँ आउनु सक्नुहुन्छ। यतातिर चाहिँ तपाईँले देखिहाल्नुभयो यो स्क्रिनमा यो पारी देखिन पर्ने ठाउँहरू हेर्नु। यो चाहिँ तपाईँले मजाले हेर्न सक्नुहुन्छ। राम्रो छ ठाउँ। यतातिर यो चाहिँ ठ्याक्क ओखरकोटको गेट, यो पछिल्लो पहिला बनेको गेट हो भने पछि बनेको गेट चाहिँ यो पल्लो साइडतिरबाट छ। पल्लो साइडमा चाहिँ नयाँ बनेको गेट छ र आधा भागसम्म चाहिँ अहिले बनिसकेको छ भने अब यस वर्ष पनि बजेट बढेको छ र त्यो ठाउँमा चाहिँ सम्भवतः पुरा नै हुन्छ होला। दुईतिरबाट गेट छ र अहिले चाहिँ यो ठाउँमा चाहिँ ट्याक्क राम्रो गेट छ। सो थ्याङ्क यू सबैजनाले हेरिदिनु भयो। यो भिडियोलाई चाहिँ एकदम माया गरिदिनु होला, सबैजनाले कमेन्ट गरिदिनु होला कस्तो हुन्छ होइन। सो यो भिडियोहरू चाहिँ साना साना भिडियो